नमस्ते यहाँहरु सबैजनालाई र स्वागत गर्छु मेरो भिडियोमा तपाईहरु सबैजनालाई। अनि आज चाहिँ हामी म लगायत मेरो साथी मेरो परिवार सबैजना हामी चाहिँ एउटा सर्ट हाइकिङमा जाँदै छु जुन चाहिँ वेल्सको पेनिफेन हामी जाँदै छु सबैजना। अनि यहाँनेरि संगीता तबल बार्दैछ छिटो जब 5 मिनेट पुग्छ कहाँ हुनुहुन्छ यता अरे ओइ कहाँ हो तिमी इमर्जेन्सी भयो। अनि हाम्रो चाहिँ एउटा गाडी हो अनि ड्राइभर हुनुहुन्छ दिलीप कुमार राईज्यू यस फ्रन्टमा बस्ने। अनि नयाँ गाडी पनि हैन कस्तो फिल भइरहेको छ नयाँ गाडी हो यो चाहिँ हाम्रो। अनि यहाँ छ विकास ड्यान माथि उठ्नु बाबा किडोजहरू हुनुहुन्छ यता जानुहोस् भित्र ल। अनि यो चाहिँ हाम्रो अर्को गाडी भयो। अनि त्यस पछाडि बेना कता हौ के भयो बुढाबुढीको गन्थन। यहाँ हुनुहुन्छ सोफीजी कता जाँदै हुनुहुन्छ गाडीतिर त तपाईँको यात्रा कहाँसम्मको है के बेलाको गाडी हो चाहिँ के निकाल्नु पर्यो किन निकाल्नु बेला सोल्टे ल न कहाँ जानुभएको अरे आज तपाईँ सङ्गमाथा चढ्न थोरै जानकारी गराइदिनुहोस् त मलाई। आज हामी वेल्स जाँदैछौँ 2 ग्रुप भएर 3 ग्रुप फ्यामिली छौँ हामी। अनि वेल्सको अहिले ब्रेकनबाट अनि हामी ट्रेकिङ लाग्दैछौँ माथि पेनिफेन। कतिको उचाइ ल है म एकचोटि देखाउँछु है त हाम्रो नयाँ गाडी तपाईँहरूलाई पनि चाहियो भने लिन सक्नुहुन्छ ल। ओके ल गाइस टेक केयर है इन्जोय योर ट्राभल एक्सक्युज मी ल। यहाँ भेना हुनुहुन्छ दिलीपजी तपाईँहरूको त एउटा सिट पनि रहेछ त भेना त्यहाँ ल है त सी यु है। आजको ड्राइभर चाहिँ म परे देखिँदैन पो रहेछ। ओके लेट्स गो गर्ल्स।
हिँड्दै डुल्दै सर्भिस निक्लिँदै अहिले चाहिँ टाइम कति भयो सोल्टी? अहिले चाहिँ यहाँबाट चाहिँ हामी उकालो सरर जाँदैछौँ। 2:30 हुन लाग्यो है, त्यत्रो ढिलो भएछ बिहान नै हिँडेको है। ल आउनुहोस् सबैजना, जानुपर्छ। छैन उतिनेरि हालिराख्नु न पछाडि नै भेट। Oh my god. ल हामी चाहिँ अब चाहिँ लाग्यो है। परेको अवस्था अहिले चाहिँ बिहान के गरेको के गरेको हेर छोरा कहाँ आएको आज त हेर न कहाँ आएको अरे तिमी हमे अर्ली छोरी बिर रहेछ हौ डेली हिँड्छु नि म त यो तलमाथि हो र
यो त म बुझ्दिनँ। सबैलाई फेरि पनि स्वागत गर्छु। अहिले चाहिँ हामी म्याथेटिक फिल हो कि के हो, अलिकति गाह्रो छ प्रोनाउन्स गर्नु। यो ठाउँमा छौँ अनि अब चाहिँ हामी यस्तो लोकल यहाँ वरिपरि हेर्नको लागि, एक्सप्लोर गर्नको लागि चाहिँ सबैजना तम तयार। वेदर एकदमै राम्रो भएको छ अहिले चाहिँ अनि सबैजना अनि यहीँ जाने हो। खाजा खाने हाम्रो योजना भयो पहिला है। कस्तो राम्रो छ यो। तपाईँहरू पनि बेनिफिट घुम्न आउनुहुन्छ भने चाहिँ यता बास बस्दा हुँदो रहेछ है। यो म्याथेटिक फिल एकदमै राम्रो ठाउँ छ। ओल्डेस्ट ब्रिज अरे म्याथेटिक फिलको एउटा ब्रिज। अनि लगभग मेरो साथीको भनाइअनुसार चाहिँ 165 वर्ष पुरानो होइन विकास भन्ने चाहिँ कुरा यहाँबाट आएको छ होइन विकासजीबाट। यो चाहिँ एकदमै अग्लो र राम्रो खालको ब्रिज छ। यस्तो देखाउन सकिन्छ तपाईँहरूलाई हेर्न सक्नुहुन्छ पनि। ब्युटिफुल भिलेज यता चट्टा लाएर राम्रो रोड देखेको इलामको जस्तै दार्जिलिङतिरको भाइब्स आइरहेको छ। रमाइलो मात्र होइन यहाँ फोटो खिच्ने कार्यक्रम भयो। मेरो भेना इन्ट्रोड्युस गराउनु पर्ने छ यहाँ सबैजनालाई। मेरो भेना प्रभातजी अनि उहाँ चाहिँ सधैँभरि यस्तो जली मुडमा हुनुहुन्छ होइन भेना? अरू के एक बारको जीवनमा एक बारको जुनीमा होइन अब रमाइलो त गर्नै पर्यो नि। माथि ढुङ्गा राखी यस्तो राम्रो। यता चाहिँ के रहेछ यहाँ मुनि? यता पनि ब्युटिफुल भिलेज रहेछ है। ल यहाँनिर खिच्यो भने मार्छ होला अर्काको घर खिच्यो भने चाहिँ। प्राइभेट प्रपर्टीमा खिच्यो भने हाम्रो चाहिँ एकदमै ठुलो ग्रुप रहेछ त। सोल्टी
संसारकै सबभन्दा पुरानो ब्रिज। बाजेले चाहिँ भन्दै थियो अब हरे भनेपछि अब लोकलले हुनु पचाउनै पर्यो नि। अब हामी यहाँनिर यो ब्रिजको फुल भ्यू चाहिँ कताबाट फोटो खिच्न सकिन्छ भनेर खोज्दैछौँ। हामी तलबाट झर्ने प्लानिङ भयो। ओह्रालो हिँडेर चाहिँ यहाँबाट एउटा बेटर भ्यू आउँदो रहेछ होइन, यो उसको चाहिँ ब्रिजको। हाम्रो चाहिँ यहाँ स्थानीयवासीले बताए अनुसार चाहिँ हामी हाम्रो ब्रिजको पुरै भ्यू हेर्नको लागि चाहिँ अब ओह्रालो बाटो जाँदैछौँ। यहाँबाट देखिन्छ अरे जन्नै खुट्टा पल्ट्यो। हाम्रो सबै जनताहरू आउँदै हुनुहुन्छ, जन्तीहरू आउँदै हुनुहुन्छ। यहाँ विशाखा देवानजी हुनुहुन्छ, दिलीप राई, रेनिस केसी, मेरो छोरी पर्लिन, एजेस, सङ्गीता राई, सोफी तमाङ, डेनियल राई, कोही प्रभात किरण चौधरी। अनि हाम्रो स्थानीय अन द स्पट चाहिँ हामीले ठोट्ने भेटेको छौँ है। यो चाहिँ एकदम ठुल्ठुलो रहेछ, कति ठुल्ठुलो ठोट्ने भाँच्छ है। ओली तल भाँच्न ओके। ठोट्ने हो तलै भएको त्यही हो कि फोड्ने नै हो यो। खोइ के यो लानेको
ब्रिस्टलको सस्पेन्सन ब्रिज यहाँ पनि हामी आयौँ। कस्तो रह्यो त ओभरअल? रमाइलो नि है। कहाँ चाहिँ सबभन्दा रमाइलो भयो तपाईँलाई? रमाइलो त जताततै नि है, फल पनि बवाल रमाइलो भयो, हाइकिङमा पनि रमाइलो भयो। पर्दैन हामी आफै खिच्छौँ। कस्तो रह्यो अरे यात्रा? एकदम राम्रो, एकदम रमाइलो भयो। अनि हामी चाहिँ अब यो ब्रिस्टलको सस्पेन्सन ब्रिजमा आएर चाहिँ हाम्रो यात्रा यहीँ टुङ्गिएको छ यो भिडियोको चाहिँ। कहाँ जानुभएको? लडिन्छ बाटो हो, तलतिर जाने रहेछ, बाटो रहेछ भन्दै। अब चाहिँ एकदमै रमाइलो भयो। पेलिफेन्ट गयौँ, त्यस पछाडि माथिको लोकल त्यहाँको ठाउँहरू चाहिँ हामीले एकदम इन्जोय गऱ्यौँ। त्यस पछाडि चाहिँ हामी वाटरफल गयौँ। आई डोन्ट नो वाटरफलको नाम के हो, अलिकति भन्न गाह्रो भयो। विशाखा कस्तो भयो तिम्रो यात्रा? एकदमै रमाइलो, देखेको एकदम रमाइलो। त्यही त। तर यहाँ चाहिँ अलिकति वातावरण अलिक दूषित रहेछ, के गन्धहरू आइरहेछ होइन भेना? त्यस्तै है, अलिकति वातावरण दूषित खालको। यहाँ चाहिँ अलिकति पब्लिक टोइलेटहरू चाहिँ यसो ठाउँ ठाउँमा व्यवस्था गरिदिए चाहिँ धेरै राम्रो हुने थियो भन्ने चाहिँ मेरो एउटा भनाइ। यो बाटो पनि पुग्छ होला हामी पर है? ओके। पानी पनि छिटाउनु आँटो, पानी पर्दैछ। कता गएको छ? कता गएछ? थ्याङ्क यू सो मच यहाँहरू सबैजनालाई। मेरो भिडियो हेरेर प्रोबेबली तपाईँले इन्जोय गर्नुभयो होला। अनि अब भिडियो खिचेर के अरे रेगुलर भिडियोहरू ल्याउनुको लागि चाहिँ एकदमै गाह्रो हुन्छ युकेमा बस्ने हामी जस्तो काम गरेर खाने मान्छेहरूलाई। मतलब के अरे 9 to 5 काम गरेर खाने मान्छेहरूलाई एकदम गाह्रो हुन्छ। त्यही भएर चाहिँ अब कहिलेकाहीँ यसो होइन हल्का रमाइलोको लागि र सम्झनाको लागि भनेर अनि पानी छिटाउन थालेको छ। अब चाहिँ हामी यहाँबाट 40 मिनट ड्राइभ गरेर स्विन्डन पुग्छौँ। अनि त्यहाँदेखि चाहिँ हामी खानासाना खाएर रेस्ट गर्ने हो। अलराइट, अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त। हजुर जोइन्ट भेन्चर बिजनेस हो कि हो? कम्पनी त भइसक्नु भयो दाजु नि, स्टार्ट भइसक्यो त कम्पनी त। भेना छ नि हाम्रो यहाँ, बाहुन बाजे भेना हुनुहुन्छ, पण्डित पुरोहित सबै भने पनि दामी झाँक्री होइन, लामा
के भन्छ पास्टर सबै भयो भने हाम्रो भेना हुनुहुन्छ है Yeah, we're following the bus. We rode the car 10 times. म त कहिले पनि यसरी पूजा चाहिँ गरेको थिइनँ हो विश्वकर्मा बाबालाई चाहिँ यसो वरदान मागेर होइन लक्ष्मी मातालाई मात्रै सम्झिने होइन पूजा गर्दा विश्वकर्मा बाबालाई सम्झिनु होला लक्ष्मी मातालाई मात्रै सम्झिने होइन रोक्नुपर्छ ड्याडीलाई